आएको छ। सरकारले गरेको एउटै पनि उल्लेख्य जनपक्षीय काम चाहिँ मैले पनि देख्दिनँ। म देखाइदिउँ तपाईले अब यसलाई काम देख्नुहुन्छ या रिजल्ट ठान्नुहुन्छ कि ठान्नुहुन्न अर्को कुरा भयो, तर जनताको तर्फबाट हेरिएका सरकारले गरेका कामहरूको एउटा लिस्ट बनाएको छ। यो पर्याप्त त नहोला, पुरा नहोला, म तपाईसँग राख्छु। वर्षौंको सुकुम्बासी समस्या महिना दिन नपुग्दै समाधानको बाटोमा लग्यो। मन्त्रालय संख्या घटाउने, अनावश्यक विभाग संस्था आदि खारेज गर्दै र कोही गाब्दै खर्च घटाउने, कर्मचारीलाई तत्तत ठाउँमा खटाएर त्यो कर्मचारी तन्त्रलाई चलायमान बनाउने काम गरेको छ। सवारी लाइसेन्स छापिन झण्डै तपाईहरूको पालामा 5 वर्ष जस्तो लाग्न थालेको थियो, अहिले हप्ता दिनमा छापिन्छ। लाइसेन्स र पासपोर्टहरू घर घरै पुर्याउने काम हुँदैछ। सरकारी कार्यालयहरू पहिला भन्दा अलि चुस्त देखिएका छन्। बिचौलियाहरू डराइरहेका छन् सरकारी कार्यालयमा छिर्न। हरेक सरकारलाई औलामा नचाउने हैसियत राख्ने र त्यो क्षमता राख्ने र नाच्न चाहने सबैलाई कमिसनको चास्नीमा डुबाउन सक्ने केही देशकै शीर्ष बिचौलियाहरू भनेपछि बुझ्नुहुन्छ होला। उहाँहरूलाई अहिले अदालतले नै खोरतिर पठाइदिएको अवस्था छ। सुशासनको पाटोमा हेर्दा भू राजनीतिक सम्बन्ध सुमधुर राख्न सरकार सक्रिय देखिएको छ। विदेशी तल्लो स्तरका पनि कूटनीतिक प्रतिनिधिलाई प्रधानमन्त्री तहदेखि नै इन्टरटेन गर्ने जो पुरानो परिपाटी थियो बन्द भएको छ। राजदूतदेखि विभिन्न ठाउँमा खुल्ला प्रतिस्पर्धा भइरहेको छ। कतै पनि भन्छुन चलेको सुनिएको छैन। तपाईहरुले पनि सुन्नु भएको छैन होला। विभिन्न परीक्षाका रिजल्टहरू फटाफट आउन थालेका छन्, ल्याउन सकिँदो रहेछ। पुराना भ्रष्टाचार, विभिन्न हत्याकाण्ड, राजनीतिक घटना लगायतका फाइलहरू खुल्दै छन्। धेरै जनताले अब चाहिँदैन भनेको ट्रेड युनियन, विद्यार्थी युनियन खारेज गरेको छ। यद्यपि अदालतहरूमा विचाराधीन मुद्दाको रूपमा रहेको छ। झाँक्रीले देख्ने भनेको भूत प्रेतहरू हो नि, सरकारले गरेको काम किन देख्थ्यो र?